16-17 वर्षको उमेरमा मैले आफूलाई दिलीप कुमार श्रेष्ठ दिलीप कुमार संकल्प भनेर मैले कविताहरू लेख्ने गर्थेँ। जति बेला मैले दिलीप कुमार संकल्प भन्दै मैले गजलहरू लेख्ने गर्थेँ र मैले बागलुङमा टिभी पटक गजल जितेको पनि हो। त्यसै म यति बेला तपाईँहरू माझ जाली रुमाल फाटेर गयो भन्ने एउटा कविता वाचन गर्न गएको छु। यहाँहरूको अनुमति छ भने कृपया कविताको लागि यहाँहरूले पनि सुन्नुहुनेछ भने म आशावादी छु। व्यर्थ रहेछ तिमीले दिएको जाली रुमाल, व्यर्थ रहेछ तिमीले दिएको जाली रुमाल, न त्यसले शरम छुप्न सके न आँसु पुस्न योग्य छैन। व्यर्थ रहेछ तिमीले दिएको जाली रुमाल, न त्यसले शरम छुप्न सके न आँसु पुस्न योग्य छैन। सिरनमा च्याप्यो सपना बनाउँछ, शरीर बिजाउँछ बोकेर हिँड्दा, न त्यसलाई फाल्ने आँट छ कहिले नराखी राख्न सम्भव हुनेछ। व्यर्थ रहेछ तिमीले दिएको जाली रुमाल। दियौ के तिमीले यति गाह्रो, दियौ के तिमीले यति गाह्रो, नसकुला कहिले बेच्न त्यसलाई नसित्तैमा दिजान सक्छु। भोगारो प्रिय समालोलाई तिमीले दिएको जाली रुमाल सकिन राख्न जतनका साथ। माफी पाऊ प्रिय तिमीले दिएको जाली रुमाल फाटेर गयो। माफी पाऊ प्रिय तिमीले दिएको जाली रुमाल फाटेर गयो। यति बेला हामी जगदीश समाल मगरको यो सम्मान तथा विजय साहसमा छौँ। अमेरिकाको भूमिमा यो एकदमै बिल्कुलै साहित्यिक र साङ्गीतिक कार्यक्रम पहिलोचोटि हो जस्तो लाग्छ मलाई। र यो कार्यक्रम फेरि देख्न पाइन्छ पाइँदैन म विश्वस्त छैन, किनभने जगदीश समाल जस्तो एउटा विख्यात गायकको अमेरिकाको भूमिमा यो अन्तिम पटक हुँदैछ, यानि कि न्युयोर्कमा यो अन्तिम पटक हुँदैछ।